ल हामी मार्दी हिमालको लागि यो घट्टे खोलामा छौँ। घट्टे खोलाबाट हाम्रो चाहिँ जम्बो टोली यसरी बसेका किशोर राउत सुरेश दाई ल ल ल मेरो भ्लगमा उपस्थित भइदिन। बोली बोली बनाएको सब आउँछ हाम्रो। हामी यहाँ बसिरहेका छौँ, उताबाट हाम्रो गाडी आउँदैछ, स्कर्पियो आउँदैछ। त्यसबाट हामी यहाँ यता धम्पुस हुँदै आज हामी पितम देउराली गएर लन्च गर्छौँ। हामी धम्पुस आइपुगेका छौँ। धम्पुसको यो मनमोहक दृश्यलाई पनि निहाल्दै हामी अगाडि बढ्दैछौँ। अब धम्पुसका यी पुराना बस्तीहरूसँग डुल्दै घुम्दै धम्पुस पिकनिक स्पोटलाई पढ्दै हामी धम्पुसको विद्यालय क्षेत्रमा आइपुगेका छौँ। यो धम्पुसको एउटा स्कुल हो अनि यहाँको ग्राउन्ड यो फुटबल ग्राउन्ड एकदम हिमालसँगै खेले जस्तो लाग्ने यो फुटबल ग्राउन्ड आनन्दमय छ। यहाँको फुटबल ग्राउन्ड सकेपछिसँगै बाटोहरू, यो धम्पुसको यो होमस्टेहरू, होटलहरू मजासँग हामीले यहाँबाट देख्न सक्छौँ। यसलाई यो धम्पुसबाट देखिएको हामी अहिले धम्पुसमा छौँ। हामी गाडीमा जाँदैछौँ। यहाँको माछापुच्छ्रेलाई अन्नपूर्ण श्रृङ्खलाहरूलाई एकदम मजासँग देख्न सकिन्छ। हाम्रो डेस्टिनेसन भनेको पितम देउराली छ। हाम्रो ग्रुपमा 7 जना छौँ। हामी पितम देउरालीमा आइपुगेका छौँ। पितम देउरालीबाट देखिने अन्नपूर्ण साउथ अनि साथीहरू सबै छौँ हामी यहाँ। तालमेलमा हुन्छौँ खाना एकछिनमा हिँड्छौँ। अब हामी टक्क यहाँको बसाइ एकदम राम्रो लाग्यो। हामीले खाना खायौँ। अबको बाटो भनेको हाम्रो फरेस्ट क्याम्पतर्फको थियो। फरेस्ट क्याम्पतिर हामी उकालो चढ्दैछौँ। अब फरेस्ट क्याम्प पुगेपछि चाय खाएर अनि के हुन्छ हेरौँ। अब हिँड्दैछौँ बिस्तारै रमाइलो गर्दै। उड्रे ल उकालो चढ्यो। स्या मान्छे थाकिसके जस्तो छ। हेलो गाइज हेलो। ल हात ठडाउँदै सबैजना रमाइलो छ। हामी फरेस्ट क्याम्प लगभग पुग्न आँटिसकेका छौँ। अब हाम्रो हिँडाइलाई साथ दिँदै चिसो एकदम छ। चिसोको कारणले आफ्नो शरीरलाई सुरक्षित राख्दै अगाडि बढ्ने क्रममा छौँ। हेलो गाइज कम ल छिटो हिँडौँ। हामी अगाडि मैले भिडियो खिच्दैछु है, पछाडि हेर्नु मन छ नि हेर्नु। ल सबले हाई फरेस्ट क्याम्प ल On the way, forest camp. On the way, forest camp. Shashara susu. Shashara susu site. Yeah.
दारो काट्यो नि अगाडि हो पनि ठिक हेलो हेलो मार्दिनु पछाडि हुनुभयो लाउनु म आई त मायाजी हेलो हेलो ल ल ल ल ल आई त मायाजीको पारै छुट्टै छ नि हेलो गाइजहरु आयो आयो ल ल ल ल ल मार्दी उ ल ल ल आफ्नो इन्ट्रोडक्सन दिँदै जाने कता भेटेको ठाउँ पनि हेलो Hello, I'm Jack Sparrow. Hello. Pagal. Hello. यो अन द वे फरेस्ट क्याम्पतिर हामी चाहिँ हिँड्ने क्रममा छौँ अलिअलि थकित अलिअलि हुँदै बिस्तारै निस्किँदैछौँ थकित अवस्था on the way 上下去快来了扎死站着ल त सबै जान्छ ल यो कस्तो खतरा छ नि त्यहाँ पुगेपछि फर्किन्छ चट्टा मेरै खिची छैन कि मैले तर साँच्चै भन्यो भने तर सही देख्नु तपाईँको त जुत्ता नि त्यस्तै हो भयो हल्लिन्न क्या यस्तो गरेपछि हामी त उता लाग्यो यो हामी मार्दिन्छौँ यही नै त्यता त फर्किँदैन अब हामी जुन बाटो गइन्छ त्यो बाटो हामी फर्किँदैन केदार दाइ हाम्रो केदार दाइ पछाडि हुनुहुन्छ आउँदै हुनुहुन्छ बेलुकासम्म हामीलाई सायद भेटाउनुहुन्छ होला हामी 4 घन्टा हामी पहिला हुँदा नि दाइले हामीलाई भेटाउन सक्ने सम्भावना छ
पछि त आउँदै हुनुहुन्छ अरू हामी 6-7 जना अहिले अन द वे अगाडि पछाडि हिँडिरहेका छौँ फरेस्ट क्याम्प हो फरेस्ट जङ्गल एकदम बाक्लो घनाघोर छ हेर्नु देख्न सक्नुहुन्छ खल्ला र खल्ला स्याउ स्याउ कस्तो भइरहेछ एडभेन्चर हो थकै लाग्छ छैन स्याउ स्याउ भयो होइन म त झोला बोक्न नसक्ने मान्छे दाउजो थाक्दै थाक्दै स्या स्या गाह्रो एक्लै पस्न डर लाग्दैन होला काँटा बोकेर बोल्न सक्ने अवस्था कोही छैन अन्तिम स्टेज ल ल ल पल्टनको ल पल्टन 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 हिँडेको है यासा गुम्बा टिप्नु जाँदा हैन यासा गुम्बा यार्सा गुम्बा हो ल ल ल म उठाइदिन्छु अगाडि हिँडेर बादल ट्याक्क छिर्नु त मान्छेको बादल ट्याक्क सर्रै हिँडेको है ओके ल खतडहरू ल कसले नि
त्यो खोल्नु पर्दैन कि माथिबाट केटा पार्नु नि पोलो 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 खतरा तातो हुँदो रहेछ नि फर्केपछि हालेर पानी पाप लाउँछ मल नागेर ल ठोकी यता साइडमा हामी चाहिँ यो होटल डिमान मुसलबारी मार्दी हिमाल ट्रेक पानरोमिक माउन्टेन भ्यू यहाँ पनि 2550 मिटरको हाइटमा छौँ चट्ट यहाँ बस्यो एकछिन चियासिया खाइयो लेमन टी यताउति अनि चाहिँ चट्ट चियासिया खाएर अब चिया कफीहरू खाएर निस्किन लाग्यौँ उहाँ दाइ हुनुहुन्छ यहाँको चाहिँ यो होटलको प्रोपाइटर तपाईँहरूलाई केही पर्यो भने कुनै समस्या पर्यो भने त्यहाँ नम्बर सहित छ फोन गर्न सक्नुहुन्छ यो फरेस्ट क्याम्प हामी अहिले फरेस्ट क्याम्पबाट भर्खरै उकालो लाग्यौँ फरेस्ट क्याम्प ल यो उकालो फरेस्ट क्याम्पबाट अब हामी माथि डाँडामा जान्छौँ आजको बसाइ त्यतै होला जस्तो छ हाम्रो जम्मू टोली अगाडि गइसक्यो हेलो 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 फरेस्ट क्याम्पबाट उकालो लाग्यो अब वाह यो फरेस्ट क्याम्पको ब्युटी एउटा यति हाइटमा पनि भलिबल देख्न पाइरहेका छौँ यो फरेस्ट क्याम्पको एउटा ब्युटी यो अमेजिङ फरेस्ट क्याम्पको ब्युटी फरेस्ट क्याम्प यो फुल अनि यहाँको नेचर आहा क्या आनन्द फरेस्ट क्याम्प ब्युटी अफ फरेस्ट क्याम्प ल यो फुल यो सौन्दर्यता ल हो हेलो ल हात छोड सबै ठिक छ ल यी लाली गुराँसका रुखहरू सब लाली गुराँस भन्न अलिक मिल्दैन राम्रो त आयो नि भयो त्यति साह्रो राम्रो आइछ के हावा बिस्किट ल ल आयो आयो थाक्यो फेरि मुखबाट त धुवा फुर्र जाऊ हेलो यता हेर ल भ्याङ्गुल रेस्ट क्याम्पमा जाने बस्ने अनि भोलि जान ल अब हाम्रो जिग्री भेटिए अब हामी चाहिँ बिहान 8 बजेको टाइममा 7 बजे हामी यहाँ हिँडेको थियौँ भने दाइ चाहिँ केदार दाइ चाहिँ 11-12 बजे हिँडेर अहिले हामीलाई फरेस्ट क्याम्प माथि कफी खाने ठाउँमा भेट्नु भयो त्यसपछि अब हामी सँगै छौँ दाइको चाहिँ स्टामिनालाई चाहिँ हामी मान्नै पर्छ यो उकालोमा पनि हामीलाई भेटाउन सक्नुभयो लगभग 4-5 घन्टाको ढिलो हिँडेर पनि म नसकेर मेरो ब्याग पनि बोकिदिनु भएकोमा केदार दाइलाई यहाँबाट म धन्यवाद प्रकट गर्न चाहन्छु धन्यवाद केदार दाइको स्टामिना चाहिँ हो
अब केही मिनेटमै हामी लोक्याम पुग्नेछौँ। लोक्याममा गएर रेस्ट गरेर त्यहाँ होटल बुकिङ भइसकेको छ। त्यहाँ गएर हामी रमाइलो नाचगान गर्नेछौँ। ल तपाईँहरूलाई नाचगानमा भेटौँला। नाचगान सुरु भइसकेको छ। यो नाचगानमा मैले होटलमा लगाएको चप्पललाई चाहिँ इग्नोर गर्नु होला। अब त्यहाँ चप्पल चाहिँ वाल परेको रहेछ, त्यसलाई चाहिँ इग्नोर गर्नु। अब नाचको आनन्द लिनुहोस्। यहाँ सबैजना हामी सबै नाचेका छौँ। सबैको भिडियो छ, आनन्द हेर्नुहोस्। कोही ग्रुपसँग रमाइलो
जीवन नाच्नु भिडियो गीत चाहिँ म ठ्याक्क पठाइदिन्छु ल हुन्छ र टाउकेलाई गुड मर्निङ गाइज फ्रम कहाँ अरे लोकेम ल सनराइज हेर्न आउनु होला ल बिहान पखिएको हिमालमा पढ्न लागेको सनराइजलाई हेर्दै अरू चाहिँ सुतिराखेका छन् केटाहरू चाहिँ थाकेर म चाहिँ अलिक छिटो उठेर यो सनराइजको डे टूको भयो नि मजा लिउँ भनेर अलिक छिटो उठेर अँधेर मै सनराइजलाई कुर्दै बसेको थिएँ मसँग एउटा खैरे चाहिँ हुनुहुन्छ साथमा अरू कोही छैन ल अब केटाहरू उठेपछि हामी ब्रेकफास्ट गरेर भालो डाँडातिर लाग्नेछौँ अब त ब्रेकफास्ट यहाँको पनि एकदम राम्रो छ देख्न सक्छौँ हामी लोक्याममा एकदम धेरै तुसारो परेको देख्न सक्छौँ हिउँ पर्न त त्यस्तै हो तुसारो चाहिँ एकदम बढी छ चिसो पनि एकदम धेरै छ ल अब हामी बादल डाँडाको तर्फ लागेको छौँ लोक्यामबाट बादल डाँडा चाहिँ तपाईँको लगभग 1.5-2 घन्टाको बाटो हो बिस्तारै बिस्तारै भर्खर ब्रेकफास्ट खाएर मर्निङमै हामी हिँडेका छौँ अब बिस्तारै बिस्तारै बादल डाँडातर्फ लाली गुराँसका बुट्टाहरू प्रशस्तै देख्न सकिन्छ लाली गुराँसका बुट्टाहरूसँग रमाउँदै नेपालको राष्ट्रिय फुलसँग यी सबै लाली गुराँसका बुट्टाहरू कति ठुल्ठुला छन् सब लाली गुराँसको बुट्टाहरू यो जति देख्नुहुन्छ यो सबै लाली गुराँस ल बादल डाँडामा आउने बित्तिकै यो यस्तो हिमाल देख्न पाइन्छ हिमालहरू माछा पुछेर अन्नपूर्णलाई चाहिँ मजासँग देख्न सकिन्छ आहा क्या सास फेरे जस्तो यस्तो छुट्टै आनन्द आइरहेको छ यो मुमेन्टलाई चाहिँ बिर्सिनै नसकिने मुमेन्ट जस्तो छ आहा क्या आनन्द स्वर्गमै पुगे जस्तो आनन्द फाल्दिनु त अब फाल्दिनु
बादल डाँडा बादल डाँडा बादल डाँडा बादल डाँडा बादल डाँडा हो बादल डाँडा 33 भनेपछि त अब 200 मिटर हाइट मात्र जान बाँकी छ। 200 पुग्न पाउनु पर्यो है अनि हामी चाहिँ खास कहाँ हो वहाँ माथि टप देख्यो नि हो त्यहाँ बादल डाँडाबाट हाइक्याम्पको लागि हिँडेका छौँ हामी लखरङ 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 बिस्तारै बिस्तारै हाइक्याम्प पुगेपछि हामी हाइक्याम्पमा केही नास्ता गरेर अथवा खाना खाएर हामी चाहिँ भ्यू पोइन्ट अनि भ्यू पोइन्टपछि बेस क्याम्पतर्फ लाग्नेछौँ। 5200 को हाइट हो लगभग यहाँ त हाइक्याम्प पुग्न नै हामीलाई लगभग 4 देखि 5 घन्टा लाग्छ अझ बढी लाग्न नि सक्छ 4-5 घन्टा नर्मल्ली नै लाग्छ। हाइक्याम्प पुग्नलाई चाहिँ एकदम उकालो छ हाइक्याम्पबाट भ्यू पोइन्टमा चाहिँ एकदम उकालो बाटो छ। हामी हाइक्याम्पतिर प्रस्थान गर्दैछौँ। हाइक्याम्पको बोर्ड पनि देख्न सकिन्छ यहाँ है। अब हाइक्याम्पतिर ल सरर जाउँ यहाँ दामी भिडियो आउँछ ल। राम्रो हाइक्याम्प बादल डाँडाबाट भर्खर निस्केपछि हाइक्याम्पको लागि हिमाल देख्यो नि कस्तो लागिरहेछ मसँग ट्रेक आउँदा कि म हजुरसँग ट्रेक आएको हजुर मसँग आएको कि म हजुरसँग आएको होइन जस्ट वाउ लुकिङ लाइक वाउ 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 हिमाल चाहिँ के हो त अलि उस गर्नु न हुन्छ उयो सानो हिमाल देखिया मेरो फोन हिमाल देख्यो म नि युज गर्छु गरौँ त ल। मार्दी भ्यू पोइन्टमा जाँदैछौँ देख्न सक्नुहुन्छ। साह्रै रमाइलो भइरहेछ एकदम घाम पनि लागिरहेछ एकदम राम्रो भ्यू यहाँ देख्न सक्नुहुन्छ। बादलमा देखेन भने चाहिँ अहिलेको दिन एकदम सक्सेसै हुन्छ है पुगेन हो ल अब निस्क्यो। चिसो एकदम छ साह्रै चिसो छ चिसो छ बिस्तारै बिस्तारै हिँड्नुपर्छ बस्नु नि हुँदैन धेरै बेर आनन्दले हिँड्नु भने पुगिन्छ। Hey Siri, this is. अघि जाऊ त ल भेडिदिन्छु। यता हेर गल्ती हारेछौँ नि
हामी यता यो यस्तो उक्लिनु पर्छ यही बाटो अनि यहाँ उक्लेर त्यहाँ लिएर जाने उसकै बाटो सिँढी नै छ अनि माथि जाम्बो नबस्छ कति पनि जागा छ अलिअलि भलिबल कोर्ट यो हाइटमा आएर नि यो हाइटमा आएर नि भलिबल देख्न पाइँदो रहेछ हे सिरी द्याट इज हे के हो यो हेलो के नातिनु पर्यो है कतिको बनाइदिउँ यता फर्किने हेर्ने अर्नु हेलो मिस मिसेस वाइफी फाइनली हाम्रो डेस्टिनेसनमा पुग्न आँटेछौँ हामी अब होइन यहाँ सबै बिर्सियो थकै लाग्यो बाटो हिँडेर 2 दिनसम्म हिँडेको बिर्सियो अझै हामी हाई क्याम्प पुग्नु छ अझै लाग्छ 1 घन्टा माथि बल्ल यो हुन्छ त्यहाँ माथि टु हाई क्याम्प त्यो हजुर ल हामी चाहिँ आइयो होइन मार्दी हिमाल फाइनली 5 दिनको दिन मार्दी हिमाल चढे हम गाइज ल हेर्नुहोस् यस्तो छ यताको अवस्था अहिले बिहान आएका झन् हाम्रो भ्यू हिँड नि पानीको बोतल ल लिएर देखिन पनि सक्छ भ्यू पोइन्टमा जान पुग्नै टाइम छ लाग्ने भयो याद आइ हो के अरे पारी यो डाँडा पारी
एउटा यस्तो बनाऊ न बाबु ओके ठिक छ कि हिँड्नु क्यामा त्यो एक मिनेट ल ब रेडी ल है अब आठाडाउ ओ वहाँ जाऊ जाऊ हिँड ल अँ अब हामी हाइकिङको लागि हिँड्दैछौँ यता अन्नपूर्ण साथलाई देख्न सक्नुहुन्छ बाटो यस्तो छ हाइकिङको लागि हिँड्ने क्रममा हाइकिङको लागि चट्ट हिँड्दैछु है बाटो यस्तो छ बाटो भ्यू हात ठडाउ क्यामेरा छ ल फोटो खिच्दैछ होइन मैले त भिडियो खिचिराखेँ हैन यहाँ चल यताउता भिडियो भिडियो पछाडि ब्याकग्राउन्डमा आछ नि त आहा आहा ल आइछ आइछ सब आइछ ल फोटो त यो भिडियोबाट स्क्रिनसट लिने हुन्छ कि चाउचाउ सुप खाने है ल हामी अब यसो सुप खाएर हल्का लेक लाउला जस्तो भएर सुप खानको लागि है हामी यहाँ झोलासोला राखेर भ्यू पोइन्टको लागि हिँड्दैछौँ भ्यू पोइन्टमा चाहिँ झोला बोक्न नपरेकोलाई केही सहज भने हुनेछ भ्यू पोइन्टमा चाहिँ एकदम राम्रो सिनहरू देख्न सकिन्छ यहीँबाट पनि राम्रो राम्रो सिनहरू बादलहरू लुकामारी गर्दै गरेको डाँडासँग हिमालसँग यहीँबाट पनि एकदम राम्रो देख्न सकिन्छ भने अझै भ्यू पोइन्टबाट अझ राम्रो देख्न सकिन्छ उकालो बाटो छ यो दाइको उकालोमा पनि स्टामिना हेर्नुहोस् कस्तो कडा आएको हो उकालोमा नि धपुरिरहेका छन् यो जोस हो एउटा नेचरसँग रमाउँदै गरेको जोस हो बेलाको जोस खालको भाइरल ल भाइरल ल
पसिना खै देखाउँ त यति हेर्नुहोस् पसिना ल कहाँ पुगेछु भन् मोमेन्ट जस्तै खिचिदिरहेको छ कि हेर्नु न बिस्तारै भिडियो काट्नु मिल्छ कि भिडियो काट्यो हुन्छ जानु ओर्लिनु ल यता जानु न त नि हिमाल आउँछ उता किन गयो हो यता आउनु ल यहाँ आऊ त हजुर ल मलाई त चाहिदैन बिस्किट आऊ बिस्किट खानु जानु छैन अरू बिस्कुट ए जस्ट मार्दी भ्यू पोइन्ट ल सिङ्गल के अनि हर ल यता हेर हेर्नु न कस्तो मजाको भयो कि हिँडिराख्नु न ल जान्दैन गयो अघि गयो यता हेऱ्यो लास्टिङ फलो है
आउँछन् अब ल यसो चक्लेट सरप्राइज गरिदिउँ भनेर ल ल ल ल ल ल ल चक्लेट सरप्राइज इन्जोय 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 सयौं थुङ्गा फुलका हामी यहाँ नेपालको झन्डा भ्यू बादल वाउ 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 लुकिङ नाइस वाउ अमेजिङ नाइस 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 क्या पोकालन जाऊ यता हो न अगाडि ल यो आगो तापेको अहिलेसम्म भिडियो छैन क्या हाम्रो यो तातो आगो हिटर आगो लोकल हिटर यता यता ल अब हामी जाँदैछौँ सिदिङ अन द वे अनि घर डाइरेक्ट घर कहाँ पुगिन्छ त नि पारा भन्दैन थाल्नु भएको ल ल आउ न आउ त आउँछ आयो आयो सबै आयो ल त्यही त नि झन् यस्तो भिडियो खिचिहाल्ला आयो आयो आओ जाऊ आयो आयो ल हेलो हेलो खतरा सिना है बिहान भएर ल त्यही त फोटो दिने
अगाडि जानु तपाईँहरू ल जानु अगाडि तर यो वानमा आएन के पुरै फेस जुम भयो के बढी यो अघि जाऊ ल झन् कालो आइरहेछ दाइ यता आएन राम्रो ओ मार्दी ट्रेक डे 3 घर फर्किँदै होइन गयो टोली नै आछ ल यसो पछोज यताउति सब एकैपट्टि सबै नि दाइ हो ल है फेरि पछाडि है के भयो बुढेसकालाई नहुने रे कहिले बुढी नहुने रे कुसुम ल ल जाऊ यता तल टाउनु त्यहाँ टाउनु तल ट
रोक्नु न कति राम्रो म देखेँ ल ठिक छ भएन बिचरा त्यो पुच्चा पुच्चीको भिडियो थियो मान्छे हिँड्ने हो सर्टकट सर्टकट मान्छे माथि जाने खोला